हेलो हेलो गुड मर्निङ। शुभ बिहानी। म चाहिँ बिहान 5:30 मा उठेँ अनि ओछ्यानमा भन्ने यसो मन्त्र भने अनि त्यसपछि उठेँ, बत्ती बालेँ अनि मुखहरू धोएँ, यसो फ्रेस भएँ, मुखहरू धोएर फ्रेस भएँ अनि पानीहरू भरेँ अनि त्यही हो। म 5 बजे 5:30 मा उठेन 5 मा उठेन भने त केही भ्याउँदैन। छोरोलाई 7:45 मा गाडी आउँछ, रेडी गर्नुपर्छ, केही भ्याउँदैन। 5 बजे उठ्यो भने त कहिले कहिले त 6 बज्छ, यति हतार हुन्छ। अनि बडाले कुरा गरेँ अनि सबै रेडी गरेँ। त्यसपछि म चाहिँ त्यो पानी राखेको थिएँ बाहिर, अनि पानी लिन गएँ। पानी ल्याएर भित्र राखेँ अनि सबै अब सब्जीहरू यताउता सबै रेडी गर्दैछु। अनि फ्रिजमा हेरेँ के रहेछ, आज के बनाउने भनेर सोचेँ। यसो हेरेँ दही रहेछ, हिजै दही कडी बनाउने भनेर सोचेको थिएँ। अनि दही लिएर आएँ अनि मजाले त्यसलाई फिटेँ। साग पनि बनाउँछु, कडी बनाएपछि साग पनि बनाउँछु भनेर सोचेको थिएँ। साग चाहिँ हिजै टिपेर राखेको थिएँ। अनि दहीलाई मजाले फिटेँ अलिअलि बेसन हालेर। अनि प्याजहरू केलाएँ, काटेँ अनि लसुनहरू केलाएँ अनि सबै रेडी गरेपछि त सबै बनाउनलाई सजिलो हुन्छ नि त। अनि सबै रेडी गरेर राखेँ। अनि त्यसैबाट चामलहरू केलाएर सबै रेडी गराएर राखेँ। अनि खाना बसालिहाल्नुपर्छ नि त, फेरि बाबुलाई भ्याउँदिनँ, केही भ्याउँदिनँ। बाबु स्कुल नगएसम्म त यति गाह्रो हुन्छ, हतार गर्नुपर्छ, केही भ्याउँदैन। बाबुलाई स्कुल पठाएपछि बल्ल अनि सजिलो हुन्छ। अनि बाबुले आज के लाने भनेको थियो, अनि म त आलु फ्राई लान्छु भन्थेँ नि। आलु फ्राई रेडी गरिदिएँ बाबुलाई टिफिनको लागि। अनि कडी बनाउनलाई मैले प्याज हालेँ, लसुन हालेँ, खुर्सानी, जिराहरू सबै फुराएँ, बेसारहरू हालेँ अनि मजाले भुटेँ चलाएँ। अनि त्यसैबाट आफ्नो स्टाइल हुन्छ, तपाईँहरू चाहिँ कसरी बनाउनुहुन्छ। मेरो स्टाइल चाहिँ यस्तै हो, कडी बनाउने यसरी नै बनाउँछु म। अनि सबै रेडी गरेर अनि सबै फिटिसकेको थियो दहीलाई, सबैले फिटेर अनि मजाले एकदम फिटेपछि राम्रो हुन्छ नि त, एकदम बाक्लो लेरिलो हुन्छ। त्यही भएर मजाले फिटेँ। बेसन पनि हालेको थिएँ, बाक्लो हुन्छ बेसन हाल्यो भने चाहिँ। अनि कडी रेडी भयो मेरो। कस्तो भयो कडी हेर्नु होला, कस्तो राम्रो भएको छ, हेर्दै खम लागेको छ। अनि 5 बजी उठेको मान्छे हो, घाम लागिसकेको छ भनेर यस्तो भिडियो बनाएको। अनि छोरोलाई रेडी गरेर खानाहरू खुवाइदिएँ। अनि बाबुलाई खाना अगाडि नै खुवाएन भने केही भ्याउँदिनँ। अनि आज भुटीमाम अनि पानी खाएँ मैले। अनि बाबुलाई रेडी गरिदिँदैछु, नक्कल पार्दैछ छोरोले, गर्दैछ। अनि बाबुलाई माथि चाहिँ लगाइसकेको थिएँ, तल लगाएको थिएन। अनि रेडी गरिदिएँ बाबुलाई। अनि त्यसपछिबाट नक्कल पार्दैछ। अनि मलाई चाहिँ रिस उठिरहेको थियो कि के गरिरहेको थियो, थुम गरेर लुगा लाउनै दिइरहेको थिएन। अनि मैले चाहिँ चुलाक भनेर एक थप्पड पिट्दै थिएँ कि। अनि के गरिरहेको छ उसले आफ्नो तालमा गीत गाइरह के गरिरह। अनि मैले चाहिँ मोजाहरू लगाइदिएँ, जुत्ताहरू सबै रेडी बनाएँ। त्यसलाई रेडी बनाएपछि आनन्द हुन्छ नि त। अनि बाबुको टिफिनहरू रेडी गरिदिएँ। पानीहरू तातो पानी पठाइदिन्छु यो जाडोमा। अनि टिफिनहरू सबै रेडी गरिदिएँ। म चाहिँ बाबुको बोतल लिन जाँदैछु। अनि बोतलहरू लिएर आएँ। अनि पानी पठाइदिएँ, तातो पानी पठाइदिन्छु जहिले पनि। अनि त्यसै यसो बाबुको बस आएको थिएन, यस्तो ओछ्यानहरू मिलाएँ। अनि बस आयो, छिटो ओछ्यान त्यत्तिकै छोडिदिएर बाबुलाई स्कुल छोडिदिन गएँ। बस आयो अनि बाबुलाई बाई गरेँ। मेरो भोइस डिस्टर्ब आइरहेको होला, हाम्रो घर बन्दैछ नि त यहाँ। अनि त्यही भएर आवाज अलिक डिस्टर्ब आइरहेको होला। सुरु हो, सिक्दैछु बोल्नलाई, त्यस्तो केही आउँदैन। ओके बाई गाइज।